हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते सबैजना हाम्रो युट्युब फ्यामिलीलाई। अनि आशा छ कि सबैजना एकदमै सन्चै आरामै हुनुहुन्छ अनि हामी पनि एकदमै सन्चै आरामै छौँ। अनि आज चाहिँ जे होस् राम्रै घाम लागिरहेको छ भनौँ। अनि म चाहिँ आज बिहानै भ्लग स्टार्ट गर्दैछु। अनि आजको भ्लग चाहिँ मैले स्टार्ट गर्ने मात्रै हो। अनि त्यस पछाडि भाइले म आज भ्लग बनाउँछु, मलाई मोबाइल दे भने अब कस्तो भ्लग बनाउँछ हेरौँ। अहिले त होइन, अहिले दिउँसो कता कता जान्छु अनि भ्लग बनाउँछु भने कस्तो बनाउँदो रहेछ। अनि म चाहिँ मिनिमम नै मैले त बनाउन सक्दिनँ, त्यही पनि 10-15 मिनटको भिडियो चाहिँ बनाउनु पर्छ है भनेर लागेको छु। अब बनाउँछु भने खाके अब के गर्छ हेरौँ। अनि आज चाहिँ यहाँ पूजा भएर टिका लगाएर फुलसुल लगाइएको छ। अनि गाउँतिर जान्छु अनि कता कता जान्छु अनि गुराँस टिपेर ल्याउँछु भन्दै थियो। त्यसरी अब गुराँस टिप्न त पाइन्न, त्यही पनि 2-4वटा थुङ्गा भनौँ। त्यो गुराँस त के भन्छ अरे, औषधि पनि त हुन्छ नि त। घाँटीमा केही अड्केको बेला केही गरेको बेला गुराँस खायो भने सन्चो हुन्छ भन्ने हुन्छ। अनि त्यही भएर 2-4वटा थुङ्गा गुराँस पनि टिप्छु। पाइन्छ के गर्छ, यहाँ त पाइन्न, अलिक टाढै जानुपर्छ लेखतिर। अनि उसको इक्जाम भ्याइयो नि त, त्यही भएर मोबाइल लिएर जान्छु, भ्लग बनाउँछु, गुराँस टिप्छु, कता कता डुल्छु भनेको थियो। अनि त्यही भएर ल लैजा भनेको छु। अब हेरौँ कस्तो भ्लग बनाउँछ। अनि मैले चाहिँ स्टार्ट मात्रै गरेको, स्टार्ट र एन्ड चाहिँ मैले बनाउँछु। अनि भ्लग चाहिँ उसले बनाउँछ, कस्तो बनाउँदो रहेछ हेरौँ। मोबाइलमा साउन्ड चाहिँ आउँदैन, अलि होल्ड गर्दै बनाउँदै गरेँ भनेको के अरे। अब कस्तो बनाउँछ हेरौँ, कता कता जान्छ के गर्छ। अनि भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। कस्तो बनाउँछ भिडियो हेर्नु होला है त। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु, आरामै छु। आज चाहिँ यसो डुल्न गएको है, यसो गाउँतिरको हल्लीचल्ली हेर्दै आएको है। भलिबल खेल्ने ग्राउन्डतिर आएको, भाइहरूले के खेल्दै रहेछन् यसो हेरौँ, कतिजना रहेछन्, को रहेछन्। 4-5जना चाहिँ रहेछन्, के खेलेर बसिरहेको छन् हेरौँ। अब बाँसमा टेकेर ल यो त्यसको आविष्कार कसले गरेको अरे, यस्तो खेलेर बसिन्छन् अब हाम्रो गाउँका भाइहरूले, बहिनीहरूले। यस्तो किन सुतिन्छस् त्यहाँ, खै हिँड्छ जा त मन्दिर हिँड्छ, खै जान। यस्तो छ ग्राउन्ड, नेट सेट छैन, जान हेर। यो चाहिँ यहाँको सबभन्दा पुरो हो क्या, डन हो कि भिरमुनीको डन। यिनीहरू डनहरू यस्तो पहिला यस्तो थियो, अहिले यस्तो भइन्छ, पुरै दुबई उम्रिन्छ। यस्तो बाँसको डन्डीले यस्तो गरेर खै हिँड्छ त, हिँड्न यस्तो खतरा गर्दैछन्। हिँड्छ मन्दिप, खै यो हो क्या यहाँको पुरो भन्नेको, यही हो। अनि यसलाई अझै होली लगाइराखेको रहेछ है। हेर्नु है, अब यस्तो खतरा हिँड्छ है यो। अब अर्को सानो चाहिँ यस्तरी हिँड्नु है, त्यो यस्तरी हिँड्छन् भाइहरूले। कहाँबाट आविष्कार गर्छन् कि फेरि। बा यस्तरी हिँड्छन् बा। एकचोटि मनी खेल्न बर डग घुच्छन् ल हेर। यसो चौरतिर चुच्चे ढुङ्गातिर जानु पर्यो भनेर हिँड्नु लाग्यो। अब कति बजी गएर कति बजी आइन्छ। अब भाइहरूलाई त्यहीँ छोडिदिउँ, उकालोतिर लाग्यो। अब बाटो यस्तो माथिसम्म नै यस्तो उकालो छ, ठाडै। अब कसरी जाने हो सक्नुहुन्छ है। सिमल पनि फल्निएर भएछ, पहिला यस्तो खाइन्थ्यो सिमल, अहिले चाहिँ के हो, झ्याउ लाग्छ कि के हो, कोहीले नि खान्न।
यस्तो छ बाटो। ए तलबाट हिँड्दै हिँड्दै हाडेका फलको बुटो रहेछ। हाडेका फल नै फलेर हिँड्छ के गर्ने, गाह्रो छ। मन्दिर चाहिँ अगाडि अगाडि हिँड्छ साइ साइ। म चाहिँ अलि हिँड्न सकेको छैन। सो पछि पछि हामी माथि पुग्ने हो गरी दिनमा सकिन्छ कि सकिन्न, कोसिस जारी छ। यो भिडमा घाँस काट्न आउँदा यतातिर बाबियो हातै हात काट्ने के दिदीहरूसित आउँदा नि दिदीहरूले काट्ने, दिदीहरूले काटेको भारी बोको गयो। पहिला त यस्तो सिडी थिएन, अप्ठ्यारो हुन्थ्यो, गाह्रो हुन्थ्यो। यस्तो भिडको मुनि छ, डर लाग्ने। अहिले चाहिँ हावा यस्तरी हावा चलिरहेको छ। हामी चाहिँ अब यस्तो एउटा कुरा भन्न चाहन्छु। ठुलोमा त अब हामीलाई दाइहरूले गिराउनु बल खेल्न दिन्थेनन्। त्यति बेला घरबाट लुकी यहाँ आएर यहाँ आएर खेल्ने। यस्तै डोरी टाँगेकोमा घरमा तल हुन्थ्यो, यहाँ आएर खेल्दा घर जाँदा अँधेरो हुन्थ्यो, घर गएर गाली खाइने। यहाँ नि यस्तो सिमल घर रहेछ नि, घर रहेछ के गर्ने। अब चाहिँ हाम्रो गन्तव्य अझै जारी छ। हामी चाहिँ माथि पुग्ने भनेको। घाम लाग्यो, अलि हिँड्न सकिएन, उकालो छ हो। माथि पुग्ने हो गरे। यस्तो भिरालोमा आएर घाँस काटिन्थ्यो, अझै काट्न त गाह्रो छ। र गन्तव्यमा आइसकेको छौँ। कहाँ आउने भन्ने थियौँ, ठ्याक्क आयो। हामी चाहिँ खास चौर यसो डुल्न आएको। घोडा कार्यालयतिर नि यसो जाऊँ भनेर। दिलदेखि गाउँहरू देखिन्छ, हाम्रो स्कुलहरू खेतहरू देखिन्छ, यसो हेरौँ भनेर यस्तो डलाउँछ है। उहाँ तल गाउँ छ हाम्रो। हामी आउने ठाउँमा आइयो। यस्तो भिरबाट सिधै तलबाट आइयो। यसो डुल्न आएको, इक्जाम सिद्धियो, रमाइलो। फाइनली यस्तो ठाउँ हुन सक्नुहुन्छ। यस्तो छ ठाउँ चाहिँ बवाल छु। उहाँ डिलामा गएर बसेछ भाइ। यस्तो हावा चाहिँ यस्तो मिठो लाग्छ के, खसेला जस्तो। ओ माई गड, यो हो नि त अनि मजा। यस्तो हामी चाहिँ डिलमै आएर बसेको कि। गाउँ कस्तो राम्रो देखिरहेको। हामी चाहिँ कहाँबाट डरायो यार। हामी चाहिँ यहाँ तलबाट यस्तो हुँदै अहिले चाहिँ यहाँ आइयो। आमामा हावा यस्तो पो हो त रङ्गो लाउँछ नि त। यस्तो कपाल यस्तो फरेर पार्छ है, यस्तो बवाल। त्यो चाहिँ हाम्रो स्कुल, हामी पढ्ने स्कुल। रमाइलो छ, क्या दामी देखिरहेको। हाम्रो घर चाहिँ यहाँ हो, यहाँ यस्तो लुकिन्छ हाम्रो घर चाहिँ। क्या दामी देखिरहन्छ यार। क्या राम्रो देखिन्छ त, खोला पनि देखिरहेको छ। हावा माया जालैमा गीत गाउन मन लाग्यो यस्तो हावामा। हावा यो चाहिँ टिममा गएर बसिन्छ, कस्तो डर नलागेर है। अब चाहिँ हामी यस्तो एक दुईवटा फोटो हानिन्छ होइन, कस्तो आउँछ। हामी चाहिँ चौरा आइसक्यो है। चौर चाहिँ बवाल छ सम्म आनन्दको है। मन्दिर यता चाहिँ तल भिरमुनि माथि चौर। बाप यस्तो पो हो त रङ्ग लाउँछ नि। यहाँ चाहिँ हावा चलिरहेको छ कि तल बन्द, यस्तो रङ्ग लगाइरहेको।
खतरा छ घर त भा स्कुल रहेछ स्कुल अलि एक ठाउँमा अझ राम्रो दामी ठाउँमा जाँदैछौँ हामी हेर्दै गर्नुहोला यस्तो ठाउँ छ डिलमा खाके बाटोको डिल मन्दिर डन त हिँडिसक्यो है भएर हामीलाई यो चाहिँ बेन्नगरको 5 वडा नम्बर कार्यालय फुलाचौर म्याग्दी छ यो ढोका लागेको छ बाटो के हो यस्तो बाटो के हो यस्तो आमा डर लाग्छ त ओहो ए गाउँ त के हो नि त यो चाहिँ हाम्रो यो ढुङ्गोलाई चाहिँ हामीले चुच्चे ढुङ्गा भनिन्छ होइन चुच्चो छ कि तलबाट हेर्दा यहाँ चाहिँ के न केको घान्टो ढुङ्गा छ अब चाहिँ हामी यहाँ चाहिँ यसो एक दुई झलक गाउँ पनि यसो देखाउनेछौँ हेर्दै गर्नु होला ए कति दामी छ कि ठाउँ चाहिँ बेस्ट दिस इज द बेस्ट यो भा यो त छाङ्ने छ कि तल डर लाग्दो आमा भाइहरू छन् यस्तो देखिरहेछ मन्दिर डना चाहिँ यस्तो डिलमा बसिरहेछ माया जाने यस्तो गीत गाउनु मन लागिरहेको के गीत गाउनु फेरि आउन्न कि आहा स्वर्गभन्दा कम छैन कि हाम्रो गाउँमा माया जालैमा वाउ यस्तो डर लाग्छ त हेर्नु तल हाम्रो घर चाहिँ यहाँ पर्छ तल अनि डाँडाखेत छ यता भिरमुनि तल कुमालिनी यता छापा खोरगैरा सबै देखिन्छ जस्तै ठाउँ चाहिँ खतरा छ कि हाम्रो क्या दामी देखिरह्यो खासमा जान सोच्दा यो डिलमा थियो के एक्लै भइयो लाली गुराँस खोज्दै खाम है बाटो यस्तो छ अब लाली गुराँसको बुटो त देखियो ओहो ठाउँ त त्यहाँ छ कि तल लाली गुराँस छ ए लोटुला फेरि हाम्रो लाली गुराँस राष्ट्रिय फुल चाहिँ त्यहाँ छैन हामी चाहिँ खतरा हो मान्छे बुटो लगाइदियो हाम्रो राष्ट्रिय फुलको बुटो ए बुटो हेरमा कति धेरै छ तल नि रहेछ यार औडी जस्तो छ उयो ल हामी चाहिँ बवाल ठाउँमा आइएको हामी के सोचिरहेको के लगाएर जाँदा अब घर चाहिँ खतरा बा बुटो त बा खतरा खाँदो है जुम्न त लाइन्छ बाटो यस्तो छ कि अब के मान्छेले थर्काउँछ नि त डर पो लाग्यो धेरै चाहिँ रहन्छ होइन दुईटा बुट्टामा यो बुटो चाहिँ बबाल लाग्यो मलाई यो बुटो देखेर आयो यस्तो छ क्या जाने यता हामी चाहिँ फोटो खिच्ने भनेको कस्तो हुन्छ फोटो खिच्न पाएन हामीलाई जस्तो छ तल्लोमा जाऊँ पहिला हामी चाहिँ लागेको है फुल नचुर भन्थे हामी चाहिँ त्यो डिलबाट यसो लाग्यो अब लेट्स गो तर यो बाटोमा लास हिँड्न चाहिँ लास डर लाग्ने यार त्यत्रो छाङ्ग देखिन्छ तल यस्तो रङ कति राम्रो मन्दिर हाम्रो कोट मन्दिर है यो
ए धुपी झन् कति राम्रो वाह भित्र आलीभित्र जान नपाइने होला यस्तो बबाल फोटो खिचिदिन्थेन तर हामी चाहिँ लाग्यो फेरि घरतिर फर्क्यौँ जानु मिल्छ र भित्रबाट ढोगला कस्तो छ फुल यो फुल चाहिँ कसलाई होला घर हो फेरि यस्तो क्या दामी छ है फुल अब ओह्रालो लाग्ने होला ओह्रालो अन्तिम नजारा हेरेर है सरर अब चाहिँ हामी लाग्यो हाम्रो घरतिर गन्तव्यतिर अब चिलमा जाने ओह्रालो म खतरा छ बाटो फेरि बाफ्रे बाप यस्तो छ बाटो बनै भन्छ अहिले चाहिँ घर आइसक्यो है घर आइसक्यो माथि ढिलाको हिट थियो अहिले चाहिँ घर आइयो हेरौँ घर कस्तो हुन्छ अब भान्जीले यस्तो उठी सामना भान्जीलाई अरू होइन भान्जीलाई चाहिँ अलिक खतरा गर्नु पऱ्यो क्या के गर्छु नि त्यही राख्ने घर आइदियो उहाँ रहेछ नानीज्यू यस्तो हेर्नुहोस् है हान्जी यता हेर न आई लभ यू केही नि भनिन् ए अगुरीले यति छुट्टी हुने र मान्छे मैले यस्तो फुल ल्याएर दिएँ केही भनिन् गरे यस्तो हरामी त्यो मुखैभरि के लाग्यो नि यस्तो छिन्को त साथीहरू आजको दिन यसरी नै गइहाल्यो होइन म चाहिँ आज भ्लग बनाइनँ सबै भाइले बनायो के बनायो भनेर चाहिँ थाहा छैन म चाहिँ एम मात्रै बनाएको रेन्डमली अब यस्तो हाम्रो यही गाउँहरू यताउता नै बनायो होला अनि गुराँसहरू लिएर आएको थियो अलिकति 2-4 थुङ्गा भनौँ अनि भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद फेरि भेटौँला लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै म चाहिँ आज भ्लग यहीँ एन्ड गर्न चाहन्छु फेरि भेटौँला हस्त धन्यवाद बाई बाई